हेलो एभ्रिवान, दिस इज एलिसा राहुल। आज हामी सँगसँगै हाम्रो सानो गोलु पनि कलङ्की कलङ्की भनेर बसमा चढ्दै गरेको त सबैले हेरिहाल्नु भयो। यो टिम रहेको छ सियामान्डु र जमजमाटको। हामी केही नभए पनि 30 देखि 35 जनासम्म चाहिँ स्टाफहरू थियौँ अनि 8-10 जनाले चाहिँ फोटो भिडियो बनाउँदै हुनुहुन्थ्यो। अनि हाम्रो खाना पकाउने दिदीलाई मैले सोद्धाखेरि धेरै माया गर्छु रे अनि खाना पनि थोरै दिन्छु भन्दै हुनुहुन्छ। त्यो भन्नुको मेन कारण चाहिँ मैले खाना थोरै खाने भएर हो। अनि हाम्रो मिसले नमस्ते ढोक्दिया भनेर सुदूरपश्चिमको भाषा ल्याइसक्नु भएको छ। साथसाथै हाम्रो बालकुमारी अफिसको ललिता मिसलाई पनि तपाईँले यही भिडियोमा देख्न सक्नुहुन्छ। यति मायालु हुनुहुन्छ कि यति मायालु हुनुहुन्छ कि उहाँले पनि मलाई धेरै माया गर्नुहुन्छ नि। अनि हाम्रो समीरा मिसले चाहिँ फोटो भिडियो बनाउँदै गरेको तपाईँले देखिहाल्नुभयो। साइडमा आइफोन समातेर उहाँको चाहिँ यस्तो भइरहेको छ। अनि हामी नगरकोटको पिकनिक प्यालेसमा पुग्दै गर्दा यस्तो राम्रो हिमाल देखिने। अनि अशोक दाइ अघि सर्दै म चाहिँ पछि भिडियो भ्लग बनाउनु पर्छ भनेर पछि म हिँडिरहेको थिएँ। अशोक दाइले बात गर्दै हुनुहुन्छ के को त भन्दाखेरि नि यो ठाउँ एकदमै रमाइलो लाग्यो रे बहिनी, तिमीसँग यो वर्ष त आउन पाएँ, अर्को वर्ष तिमी कहाँ हुन्छौ म कहाँ हुन्छु भन्दै हुनुहुन्थ्यो, गुनासो चाहिँ गर्दै हुनुहुन्थ्यो। अब मेरो क्वेसन के रह्यो, एन्सर भन्नुपर्दा है क्वेसन भनेछु फेरि झुक्किएर एन्सर भन्नुपर्दा चाहिँ अब केही छैन, दाइ बहिनी बिचको माया छँदैछ भन्दै हाम्रो पिकनिक प्यालेसमा पुगेको त पत्तै भएन। अनि साइडमा विशाल सर नाच्दै हुनुहुन्छ, अक्सु सर यता हेरेर हाँस्दै हुनुहुन्छ, अनि अरूले काम सघाउँदै हुनुहुन्छ। हामी चाहिँ कुर्सी लिएर अनि माथि अब कार्पेटहरू बिछ्याएर हामी बात गर्नतिर लाग्यौँ, अनु म्याम र म। अनि साथ अब त हाम्रो खाने बेला पनि भएछ कि यो चाहिँ दिउँसोको हाम्रो खाजा स्वरूप है, चिया अनि अन्डा चना के थियो त्यो अन्जना मिसले मस्किँदै खाइरहनु भएको छ। अनि एकदमै मिठो छ भन्दै हुनुहुन्थ्यो उहाँले चाहिँ। हाम्रो अशोक दाइ चाहिँ रिसले कि हेर्नु न गुम गम 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 खाँदै हुनुहुन्छ। अनि मैले पछाडितिर भिडियो सारिहालेँ। त्यो दिन चाहिँ धेरै जानुभएको थियो कि यो भन्दै म चाहिँ यो दिन चाहिँ गएको होइन, तर अघिल्लो स्याटरडे चाहिँ हामी त्यहाँ गएको हो। अनि साथसाथै हाम्रो अर्को अमेरिकन नागरिक भनेको त तपाईँले बुझिहाल्नुभयो। उहाँहरू भेटिसकेपछि हामीले एकदम रमाइलो गर्दै उहाँहरूको डान्स पनि खिच्यौँ र हामी सँगसँगै डान्स गर्नतिर लाग्यौँ। अनि कोक पनि दियौँ, एकदमै खुसी हुनुहुन्थ्यो। उहाँहरूसँग परिचय पनि भयो, तर धेरै इङ्ग्लिस बोल्न चाहिँ फेरि मलाई फिट्टिक नआउने, म चाहिँ भिडियो खिच्नतिर मात्रै लाग्ने कि। फेरि हाम्रो अमर सर मस्किँदै फोटो खिचिहाल्नुभयो। त्यसपछि त खाने बेला भइसक्यो अनि मैले पनि खाएँ अनि उहाँहरूलाई पनि दिएको। अनि साथसाथै हुँदै त हाम्रो राति पनि भइसकेपछि मामा हामीहरू सबैजना आगो